यारो यो मदर फार्म माजा फार्म 4 वर्ष चढिसकेको छ केही साल 49 मा गाइस पछाडी छन् केटाहरू हेलो हामी यता कहाँ जान लाग्यो त भन्दै केटा मदर फादर भन्छ हेलो गाइस हामी आज मदर फादर जान आँटेको मदर फार्म भन् न ड्राइभर दाइ रिसाउनु भएको अवस्था रिसायो नि हामीलाई बाल हाम्रो को सररररर हेलो गाइज नमस्ते ओहायो गोजाइमास हामी चाहिँ अहिले चिबामा रहेको मदर फार्म भन्ने ठाउँमा आएका छौँ 4 जना साथी सिम अनिल समन Hi guys, we're from Nepal and right now we're in mother farm. A place from Japan in Chiba. मदर फार्म होइन मदर फार्म Mother's farm. राम्रो ठाउँ रहेछ है यहाँ चाहिँ अनि फुजी पनि देखिरहेको छ टक्क घाम लागेको छ तातो तातो मदर फार्म भन्ने ठाउँ छ है यो ठाउँमा आएका छौँ हामी 4 जना साथीहरू 2 जना यहाँ छौँ 2 जना उता कुद्दैछ कस्तो ठाउँ भन्दाखेरि वस्तु भाउहरू पालेको ठाउँ रहेछ गाई वस्तु घोडाहरू भयो घोडा गाई यो के भन्छ भेडाहरू पालेको ठाउँ रहेछ फुलहरू रोपेको रहेछ तर कस्तो भन्दाखेरि फुलहरू चाहिँ अहिले फुल्ने सिजन नभएको कारणले त्यति ऊ नभए रहेछ राम्रो नदेखिया रहेछ र पनि सादा देखिरहेको छ र पनि घाम रमाइलो घाम टिनिक्क लागेछ तन्किने गरी अनि राति चाहिँ के अरे हिउँ परेको रहेछ त्यही हिउँ अहिले पग्लिँदैछ अलिअलि देखिँदैछ अलिअलि देखेको छैन घोडाहरू रहेछन् त्यस्तै छ रमाइलो छ ठाउँ गाइज हामी घुम्दैछौँ मनियाबाट अब यहाँ हामी जिप लाइन आइपुगेछौँ यहाँ जिप लाइन छ यो यहाँ थमन हिरो भोजपुरी फिल्मको हिरो मर्दै तिम्रो थारू भाषामा देऊ न 1-2 डायलग के भनेर वेलकम ब्याक टु माई च्यानल यताउता हान्देऊ न थारूबाट चालिदिनु मात्रै यहाँ होइन थारूमा म गलियाङ मात्रै ठाउँबाटै अलिक सबैमा कसरी भन्नु भन न भयो लाग्ला भन न बोल न यहाँ हिउँ परेलबाट हिउँ हेर नि चुमरी के प्योर थारू के भन्ने यार छोड्देऊ भन न हात गोल्यो कि छिटो भन न भयो के असिम के भन्नु भन्दै ल के भन्नु म चाहिँ हेरेर भन्नु त संस्कृतिमा दे नि त 지금 나왔으면 제스카 지금 타야가야 이따리 축하 맞나? के भन्नु 축하 चुखा 말라리 के हो 말내 아우데 이게 누가